ल हाम्रो चाहिँ अब यहाँबाट सुलीघाट भन्दा अलिक वरबाट गाडीले हामीलाई यहाँसम्म ल्याएर छोडिदियो। त्यहाँ पहिरो रहेछ, अलिकति थोरै पहिरो, त्यहाँबाट गाडी उता फर्क्यो। हामी चाहिँ नि दुनैबाट अब लागेका छौँ अगाडि। आज अब माथि झरनासम्म पुग्ने भन्ने सोच हो। अब साथीहरू बिस्तारै बिस्तारै वार्मअप गर्दैछन् होइन। ल ल त्यो दामी छ भ्यू चाहिँ होइन। ट्याक्क हामी यताबाट दुनैतिरबाट आयौँ। यताबाट त्यहाँबाट सुलीघाटको त्यो चेकपोस्टबाट चाहिँ नि गाडीबाट ओर्लेर यताबाट आए पनि हुने रहेछ। उनीहरू बाइकवालाहरू चाहिँ यताबाट आइरहेका छन्। हामी चाहिँ यही बाटो आयौँ, दुनैदेखि नै हिँडेर 1 घन्टा भइसक्यो। अब यो खोलो तरेर हामी चाहिँ यतै छौँ। अब यो यहाँबाट राष्ट्रिय निकुञ्ज सुरु भयो। र अगाडि बढ्दैछौँ हामीहरू। ल ल अब हामी चाहिँ ठ्याक्क उसको इन्ट्री पोइन्टमा आइसकेका छौँ, सेफ फोक्सुन्डोको। यस्तो छ गेट काउन्टर। यो चाहिँ हाम्रो सुलीघाटको चेकपोस्ट है, निकुञ्जको चेकपोस्ट। ठ्याक्क राष्ट्रिय निकुञ्ज कटेपछि चाहिँ यता राष्ट्रिय निकुञ्ज भयो। राष्ट्रिय निकुञ्जको अफिस कटेपछि चाहिँ यस्तो एरियाहरू आउँछ ठ्याक्क यहाँबाट अगाडि अगाडि। ल यहाँबाट अलिकति त्यहाँबाट आएपछि चाहिँ यस्तो अलिकति हल्का पहिरो हिँड्न खस्ने ठाउँ र यहाँबाट अलिकति ककारो पार गर्दै अगाडि बढ्नुपर्ने छ। ल हामी अगाडि बढ्दैछौँ। यताबाट चाहिँ पहिरो जाने बाटो चाहिँ पहिरो जाने ठाउँ चाहिँ छुट्टिँदो रहेछ। यहाँबाट यताबाट कटेर अनि जाने है अगाडि। हामी चाहिँ ट्याक्क अब यता लाग्ने हो सेफ फोक्सुन्डोको लागि। एउटा यो भिरको जुन पहिरो जाने बाटो पुल कटिसकेपछि अब हाम्रो साथीभाइहरू सबै यहाँ चाहिँ अब एकछिन रेस्ट, चिया खाने हाम्रो यहाँ आफ्नै व्यवस्था छ होइन। हाम्रो ट्रेक गाइड अथवा म्यानेजर उहाँ हुनुहुन्छ। म्यानेजर नमस्कार म्यानेजर साहब। सब यो टुर म्यानेजमेन्ट गर्नुभएकोमा सरलाई धेरै धेरै धन्यवाद छ। अब यस्ता टुरहरू सरले अरू पनि म्यानेज गर्दै जानु होला। हामी सरले गाइड गरेर हामी चाहिँ अरू धेरै ट्रेकिङ जान पाऊँ होइन। यसमा अब हाम्रो भतिजो के भनाइ छ? ठाउँ रमाइलो छ, मना उता माथि र तिलिचो गइयो। अनुभवले गर्दाखेरि यो हाम्रो राम्रो भइरहेको छ। नेक्स्ट टाइम मनासलु राम्रो ट्रायल रहेछ यहाँ। राम्रो छ। खोला हेर्नुहोस्, यस्तो भेरी नदी हो यो, सेफ फोक्सुन्डोबाट आएको। हाम्रो यहाँ भान्जा यहाँ के गर्दै हुनुहुन्छ भान्जा साहब? भान्जा खोइ यहाँ के खोला माछा मार्दै हो? भान्जा के गर्दै हो? माछा मार्ला? खोलामै बसेको छ त माछा मार्ला जस्तो गरेर। यस्तो छ होइन, धुपीको बोट छ यस्तो। ल खोलाको यहाँ पाक्दैछ खानेकुराहरू, सिटी पनि लाउँदैछ। ल आजलाई अगाडि बढौँ। लन्च खाएर अब बिस्तारै हामी बिहान ब्रेकफास्ट खाएर उक्लिँदैछौँ। एउटा साथी उता आउँदैछ। ल लन्च खाएर बिस्तारै जाउँ अगाडि बढौँ। यो पहिरोको बाटो चाहिँ यो चाहिँ हाम्रो अहिले यसलाई छल्नको लागि हामी यताबाट आइरहेको छौँ। यो पहिरो डेन्जरै छ। यहाँ अब पहिरो त होइन, माथि चाहिँ त्यो ढुङ्गा के अरे सडकबाट खसेको उहरू हो, त्यसले ढुङ्गा लाएर मान्छे घाइते नि भएको भन्ने कुरा आएको छ। त्यो भएर अहिले चाहिँ नयाँ रुट यताबाट
यताबाट आएको छ हैन। हामी पनि त्यसै त्यतैबाट ल अगाडि जाँदैछौँ। माथिबाट पनि जाने रहेछ। अहिले खोला नबढ्या बेला चाहिँ यतैबाट आउनु मिल्ने रहेछ यहाँनिर चाहिँ। ल साथीहरू हिँड्दैछन् है। दुईवटा साथीहरू अगाडि गइसके। ल अब यताबाट अगाडि लाग्ने हो। Full enjoy. और कागे नि ल ल कागे नि आइपुग्यो। कति 2121 मिटर। के छ गाह्रो भएको छ छैन हैन। ल भाइ त घोडा चढेर आयो। कहाँ जान लाग्यो? ल ल कहाँ जान लाग्यो? कहाँ जान लाग्यो? हो र ए पोक्सुन्डो ताल भन्दै है। साङतामा आइपुग्यो। ल स्याङतामा आइपुग्यो। अब हामी 2 घन्टा 1 घन्टामा चाहिँ ऊ पुग्ने रहेछ र छेप्का पुग्ने रहेछ। 1 घन्टा 1 आवर लेखिरहेछ। एउटा होटेलहरू रहेछ यहाँ चाहिँ स्याङता भन्ने ठाउँमा।
हिँड्दैछन् केटाहरू। अलिक उकालो, यहाँनिर अलिक उकालो रहेछ, अलिक गाह्रै बनायो है यहाँ त। एकछिन त गाह्रै बनायो ल। छेप्का आइपुग्यो। छेप्काबाट अब हामीलाई रेन्ची 3 घन्टा लाग्छ। छेप्का यो भयो रेन्ची जानेछौँ 4 घन्टा। छेप्का आइपुग्यो है। जान अगाडि जा। अब हाम्रो आज दुनैबाट हिँडेको 8:30 बजे हिँडेको। यता देखाउ न, यता क्यामेरा तिर्सावाले त्यता देखाउन। ल हिँडेको अब 6:30 बज्यो। अहिले हामी यो रेन्ची भन्ने गाउँ आइपुगेका छौँ। अब रेन्ची त बाँकी छ। रेन्ची भन्ने गाउँ भनौँ न। अब यसलाई के भन्ने त? अब से फोक्सुन्डो र्याची नै भनेको छ। र्याची नै भनेको छ। जेनिस थकाली रिभर साइड टी हाउस। ल ठिक छ, जे भए पनि अब दाइहरूले चिया खुवाउनु हुँदैछ। त्यो ठाउँलाई त्यस्तो भन्नु मिलेन है, यो ज्यानमारा ठाउँ भन्नु मिलेन। अब यहाँ सरहरू यहाँ आगो ताप्दै हुनुहुन्छ। ल ले यहाँ। ल अब यस्तै हो। अब यहाँबाट अझै हामीलाई 2 घन्टा जानु छ। होइन गाह्रो भयो त्यसलाई, एकदमै त्यो गाह्रो भयो। ल हामी दुनैबाट नन स्टप कति ठ्याक्कै 12 घन्टा हिँडेर चाहिँ हामी यहाँ साइजोल भन्ने ठाउँमा से कर्णाली होटेलमा आएर बसेका छौँ। यसो चिया पान जलपान खाना खाँदैछौँ। अब रेस्ट गर्ने बाटोलाई पानी पनि परिरहेछ। अब भोलिको के हुन्छ? अब भोलि पानी रोक्यो भने जान्छौँ हामी, होइन? पानी रोक्यो भने जान्छौँ, पानी रोकेन भने चाहिँ यतै बस्छौँ। अनि पानी रोकेपछि तालमा गएर फर्केर आउँछौँ। अब ताल नहेरिकन जाने कुरो भएन। ल साथीहरू, के छ अब? भोलि ताल नहेरिकन जाने कि के छ? ताल पुगेर जसरी नि पानी परोस् हिउँ परोस् ताल हेरेर जाने होइन त रामशङ्कर? ठिक छ होइन त? ल दाजुहरूको यहाँ चाहिँ गेस्ट हाउस एकदम राम्रो रहेछ। से कर्णाली हो है हाम्रो दाजुहरूको गेस्ट हाउस चाहिँ। अब यहाँ चाहिँ नि तपाईँहरूको चाहिँ भने जस्तो कुरो जतिखेर पनि खानु पाइन्छ, होइन? राम्रो रुम पनि रहेछ। रुमहरू यताउति रुम सर्भिस दामी छ। ल नेक्स्ट टाइम आउँदाखेरि अब हाम्रो साथीहरूलाई सबैलाई यहाँ आउनु भन्छु। तर दुनैबाट एकचोटि यहाँ आइपुग्नु सक्छ सक्दैन? टोयलेट छ कि टोयलेट बनाएन कि अब नेक्स्ट टाइम टोयलेट नै बन्छ। ल ठिक छ, ल धन्यवाद। ल अब आज हामी आएको चाहिँ 5औं दिन। हिजो बेलुका 8:30 बजीतिर यो साइजोल भन्ने ठाउँमा आएको थियौँ, सेफोक्सुन्डोको। हिजो बेलुका हामी ठ्याक्कै आइपुगेपछि पानी पर्न थालेको थियो। अब अहिले चाहिँ ठ्याक्कै हिउँ नै पर्न थाल्यो। ल यस्तो रमाइलो दृश्य देखिरहेको छ यहाँ। अब हामी सेफोक्सुन्डो जान चाहिँ सकेका छैनौँ। अब हिउँ नै परिसकेपछि त अब
सकिहाल्यो हिमपात होला अहिले वर्षा भारी हिमपातै भयो अघिसम्म लाइट परिरहेको थियो अहिले चाहिँ मजाले चाहिँ हिमपात भएको दृश्य देखिरहेको छ ल यस्तो दृश्य चाहिँ नि यहाँबाट चाहिँ देखिरहेको छ हिमपात भएको छ माथितिर त अब भारी भइरहेको होला यहाँ आउँदाखेरि अलि पातलै छ यो अब यहाँ चाहिँ बिलाइरहेको छ हिउँ चाहिँ नि अब जमिनमा आउन सकेको छैन तर जमिनमा आउने बित्तिकै बिलाइ चाहिँ राखेको छ यहाँ आएर हिमपात भएको दृश्य हेर्न पाइयो ल दामीले हिउँ पऱ्यो ल हिउँ पऱ्यो हिउँ ल क्यामेरा पनि पऱ्यो पर्दैछ न्युजभरि पर्यो से कर्णाली